फाइनली साथीहरू आजदेखि होटल फरेस्ट अनलिमिटेड कम्पनीको आइपिओ खुलिरहेको छ। यो आइपिओ कति किता निष्कासन गरिएको छ, यो कुन सेक्टरमा पर्छ, कसले भर्न मिल्छ र कहिलेसम्म भर्न मिल्छ आदि यस आइपिओ बारे सम्पूर्ण जानकारी आजको यस भिडियोमा दिनेछु। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अब ढिला नगरी हिँडौँ भिडियोतर्फ। साथीहरू यो आइपिओमा जम्मा 33,20,000 किता निष्कासन गरिएको छ। होटल फरेस्ट अनलिमिटेड कम्पनी चाहिँ होटल एन्ड टुरिज्म सेक्टरमा पर्छ र यसको इस्यु म्यानेजर चाहिँ एनआइसी एसिया क्यापिटल लिमिटेडलाई राखिएको छ। र अब कुरा गरौँ कि यो आइपिओमा कसले आवेदन दिन सक्छ। साथीहरू यो आइपिओ सर्वसाधारणको लागि खुलाइएकाले यसमा सबै नेपाली लगानीकर्ताहरूले आवेदन दिन सक्छ। यस आइपिओमा मिनिमम 10 किता र म्याक्सिमममा 2 लाख किताको लागि आवेदन दिन सक्नुहुनेछ। सो तपाईँ चाहिँ 10 किताको लागि मात्र आवेदन दिनुहोला, किनभने त्यो भन्दा बढी त पर्दैन। र अब कुरा गरौँ कि यस आइपिओमा चाहिँ कहिलेसम्म आवेदन दिन सक्छ। साथीहरू यस आइपिओमा आज माघ 22 गतेदेखि माघ 26 गतेसम्म आवेदन दिन सक्नुहुनेछ। साथीहरू यस भिडियोमा यति मात्र। अब भेटौँला अर्को भिडियोमा। सो यस्तै आइपिओ सम्बन्धित अपडेट चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्न नभुल्नुहोला।